ल यो चाहिँ हाम्रो ढुकुरीका भयो। यो गोदावरी फुल, यो कागतीको बोर्ड भयो। यहाँ चाहिँ बिउहरू छ। अनि यो चाहिँ हाम्रो गार्बेजहरू चाहिँ यसरी छुट्याएर राखिदिनुपर्छ। सबै झासमिस एकै ठाउँमा गर्न मिल्दैन। अनि छुट्टो छुट्टो गरेर अनि फेरि उनीहरूको टाइम छ, डेट हुन्छ, अनि त्यही अनुसारले बाहिर राखिदिएपछि उनीहरूले आएर युज गर्छ। ल यहाँ चाहिँ मेरो बेबी मेरो सानो फर्सी हुँदैछ। यो चाहिँ चेरीको बोट। अनि यो चाहिँ लाउरे फुलहरू दसैँ तिहारको लागि अब रेडी हुँदैछ। अनि यो चाहिँ मेरो गोलभेडा र काँक्रोको, यता चाहिँ गोलभेडा यो लाइन चाहिँ, अनि यता चाहिँ यो चाहिँ काँक्रो, यो साइडमा काँक्रो, यता चाहिँ गोलभेडा, अनि त्यहाँ फुलहरू छ। अनि यो पनि त्यही हो। अनि यो आलु बाख्राको बोर्ड भयो। ऊ चाहिँ एउटा त्यो यहीँतिरको लोकल फ्रुट्स छ, त्यो पनि मिठै हुन्छ। यो पनि आलु बाख्रा नै हो। अनि यो चाहिँ हाम्रो बारबेक्यू गर्ने ठाउँ। अहिले चाहिँ घाँसपातहरू त्यो अस्ति भर्खर सबै घाँसहरू पोलेर खरानीहरू गरेर यहाँ चाहिँ काउली हुँदैछ। ऊ चाहिँ फर्सीको मुन्टो हो। त्यो फर्सीको मुन्टो अस्ति हिजो एक छाक खायो। अनि यो रोजमारी भयो। अनि यहाँ चाहिँ यो चाहिँ पुरै खोर्सानी, त्यहाँ आधा जस्तो चाहिँ लाम्चो खोर्सानी छ सानो जिरे, अनि आधा चाहिँ यो चाहिँ डल्ले खोर्सानी। यो फुल भयो। यो लाइन चाहिँ पुरै यो छेउ कर्नरहरू चाहिँ सबै यो फुललाई छुट्याएको। अनि यो चाहिँ सेज भयो। अहिले यहाँ पनि फुल छ, यहाँ मखमलको फुल छ। अनि यहाँबाट अनि यहाँ फेरि इस्कुसको बोर्ड छ। इस्कुस पनि हुँदैछ। यो पनि आलु बख्रा नै हो, अब पाक्दैछ। अनि यो चाहिँ कर्कालो, यो पनि त्यही बेबी मेरो नै हो, सानो फर्सी। अनि यहाँ चाहिँ मैले यो चाहिँ है त्यो जुवानोको बोट, अब यो गेडा पाक्नै लागेछ। यहाँ चाहिँ मैले काउरी प्लस धनियाँ प्लस